भाषण होइन, चुनावी कार्यक्रम होइन, चुनाव बारेमा आज केही भन्न पर्दैन किनकि गुल्मीले अब के गर्छ भन्ने कुरा यो मानव सागरले देखाइसकेको छ। गुल्मीले आफ्नो कुरा बताइसकेको छ। अब गर्ने काम हामीले गर्ने हो, हामी तयार भएर बसेका छौँ र त्यसका लागि यस पटक संसदमा हामीले जादु गर्नुपर्नेछ। जादु त्यसका लागि तपाईले मतपत्रमा त्यो जादु त्यतिखेर मात्र सम्भव हुन्छ जब तपाईले मतपत्रमा जादु गर्नुहुनेछ। यस पटक देशमा जे हुनेछ त्यो मतदान होइन, निर्वाचन होइन, क्रान्ति हुनेछ। त्यो क्रान्ति मत क्रान्ति हुनेछ। दाजुभाइ दिदीबहिनीहरू, सागर ढकाल एउटा सामान्य अभियन्ता या युवा मात्र होइन। सागर ढकाल विद्रोहको त्यो आवाज हो जसले यसभन्दा अगाडिको निर्वाचनमा एउटा किल्ला भत्काउनको निमित्त पहाडमा पुगेको थियो, डडेलधुरामा पुगेको थियो। यो माटोले जन्माएको एउटा सपुत हो सागर ढकाल, जसले यो देशमा राजनीति परिवर्तन हुनुपर्छ, पुस्तान्तरण हुनुपर्छ भनेर अर्ग्यानिक मत ल्याउनको लागि विद्रोह गर्न लड्नु पुग्यो। धेरै टाढा गत चुनावमा आफ्नै आमाको काखमा बसेर यही चुनाव लडेको भए पनि एउटा सांसद बन्न सागरलाई केही गाह्रो थिएन। तर उसले एउटा सांसद बन्ने कुरालाई ध्यान दिएन, उसले क्रान्तिलाई ध्यान दियो। त्यस कारणले त्यो क्रान्तिलाई यस पटक संसद भवनमा लिएर जाने हो, सँगै लिएर जाने हो, तपाईँको मतबाट लिएर जाने हो। अर्को यस्तो सहयात्री साथी जसले 30 वर्ष सुशासनको एजेन्डा चलाएर जागिरे जीवन बितायो। एउटा मान्छेले काहीँ प्रश्न गर्न सकेन। तस्करहरू, कानुन भ्रष्टाचारीहरूको मुटु कानो, तर उसको कहिले पनि आफ्नो इमान डगमगाएन। त्यस्तो व्यक्तिलाई 3 दशक सेवा गरेर आएको इमान्दार व्यक्तिलाई गुरुङले फेरि संसद लिएर जानुपर्नेछ। गुरुङपन्थी त्यो नाम हो जसको इमानदारिता आफ्नो 30 वर्ष देखाएको छ। म चोकमा उभिएर यति भन्न सक्छु, यी साथीहरूलाई संसदमा सँगै पठाउनुहोस्, यिनको इमानको जिम्मा म लिन सक्छु, म त्यति भन्न सक्छु। अर्को मैले भन्नै पर्नेछ, यदि यी साथीहरूबाट तपाईँबाट प्राप्त गरेको मतमा बेइमान गरेछन् भने यही चोकमा ल्याएर पुर्याउने बाचा पनि म तपाईँलाई गर्न चाहन्छु। अब यहाँ उभिएर एउटा कुरा भन्नै पर्नेछ, तपाईहरूको एउटा बुहारी प्रतिभा रावललाई तपाईँले पठाइदिएर गुण लगाउनु भएको छ। नेतृत्व जोगाउनुको निमित्त विशेष गरी मलाई सुरुदेखि आजसम्म प्रत्येक मुद्दा, मामिला, राजनीतिक विषय होस्, जुनसुकै विषय होस्, हर विषयमा खडा भएर अडिग भएर सघाएकी प्रतिभा। म जेलमा त परेँ, तर बाहिर बसेर पनि जेलमै बसे जसरी सघाएर नेतृत्व जोगाउनु त्यो गुण प्रतिभा रावलले लगाएका छन्। जसको यो घर हो, जसको यो ठाउँ हो, म तपाईँहरूलाई यहाँकी बुहारी प्रतिभा यहीबाट सम्झाउन चाहन्छु। प्रतिभा रावललाई जसको साथ र सहयोगले म आज यहाँ उभिन सकेको छु। मलाई कहाँ के गरिन्थ्यो थाहा छैन, म जिउँदो छु, त्यसमा धेरै ठुलो योगदान यहीँकी बुहारी प्रतिभा रावलको छ, जो हाम्रो समानुपातिक उम्मेदवार पनि हुनुहुन्छ। म यही चोकमा उभिएर प्रतिभालाई त्यही भन्न चाहन्छु, प्रतिभाको निरन्तर साथलाई भन्ने कुरा मैले विश्वास लिएको छु। त्यो सँगसँगै अर्को युवा उम्मेदवार पनि यहाँ हुनुहुन्छ, श्रद्धा कुँवर, जसलाई हामीले समानुपातिक उम्मेदवारका रूपमा लिएर आएका छौँ। राजनीतिक चेतनामा अब्बल श्रद्धा कुँवरको उपस्थितिले यस पटकको संसद हल्लिनेछ, गुल्मिनेछ। म यहाँहरूलाई यति भन्न गइरहेको छु, अर्को पटक चुनावी सभामा फेरि पनि भेट हुनेछ। तपाईँसँगको लागि यो माया, यो स्नेह, यो साथलाई धेरै धेरै बधाई र धन्यवाद, अग्रिम बधाई दिन चाहन्छु, धन्यवाद दिन चाहन्छु। तपाईँ हाम्रो भेटघाट फेरि पनि हुनेछ। आजको कुरा यो तपाईँहरूले कतिले सुन्न पाउनुभयो, पर गर्नुभयो, कतिले सुन्न पाउनु भएन थाहा छैन। मैले बोलेको आवाज सुनियो कि सुनिएन, बुझियो कि बुझिएन थाहा छैन, तर तपाईँले हालेको भोट संसारले थाहा पाउनुपर्छ, संसारले देख्नुपर्छ। सबैभन्दा शक्तिशाली आवाज मतपत्रमा तपाईँले घन्टीमा हाल्नुभएको आवाज हो। यो आवाज अब टोलमा, छिमेकमा मात्र होइन, यस पटक मतपत्रमा घन्टी बज्नेछ। मैले यति भन्दै यहाँबाट बिदा चाहन्छु, अरू ठाउँमा पनि पुग्ने कोसिस गर्नेछु। सबको जय होस्, जय देश, जय घन्टी। अन्तिम एउटा कुरा, पुराना राजनीतिक दलहरूले आज तपाईँहरू यहाँ गएको थाहा पाएर फेरि तपाईँ घन्टीको कार्यक्रम लगाउनु भएको भनेर भर्खा फोन गर्छन् तपाईँलाई। उनले के भन्छन् भने तपाईँ त हामीसँगै बस्नुपर्छ, 30 वर्ष पुरानो भन्छन्। तपाईँले
मैले तपाईँको अभिभावकलाई भन्ने छ, उहाँलाई तपाईँले भन्ने एउटा सिम्पल कुरा छ, म त तपाईँकै